ल अब हाम्रो एसएनडीले सेलरोटी हाल्नुहुन्छ परा गाउँघरे पारा रे आगोमा अलिक कम भएछ आगो बालिम चल्नु पर्यो अब त तेल तातिनु पर्ने छ हेर्नु ल आगो बल्यो अब आगोमा पकाएको सेलरोटी कस्तो मिठो हुने हो ल यस्तो फुल राख्नु पर्ने रहेछ कि सेलरोटी पकाउँदाखेरि यस्तो राख्नु पर्ने रहेछ ए बल्ल सिक्नु पर्यो दिदीसँग पहिला पहिला त्यस्तै राखेर गर्नु थिएन है के भन्छ अरे त्यो पाला ट्याक्क गोलो बनाउनुलाई आजकल पालासाला राख्दैनन् कि आज राख्दैन त्यति बनाउँछन् गाउँ गरेर रोटी हाल्नु दिदी सडक पलाएर कस्तो हाल्नु दिदी हात बसेको भएर क्या कस्तो मजाले हाल्नुहुन्छ बानी परेको मान्छेले हाल्छ नि नरम हाल्दैन रोटी चाहिँ राम्रो भयो है तर फुटेको नै भात चिप्नु नै त्यो त अब सस्तो हुन्छ टाउकोबाट पुच्छर जस्तो हो तर हेर्दा हेर्दा राम्रो दियो सेलरोटी चाहिने कार्यक्रम भयो साथीहरू कस्तो भयो खाऊ तिमी खानु त भयो रोटी चाहिँ मैले खाने जस्तो गुलियो चाहिँ तिमीले खाने जस्तो राम्रो चाहिँ तिमीले भने जस्तो तैँले भने जस्तो एकदम एकदम महँगो बतायो यदि तपाईँले यो बुटलमा पकाएर बेच्नु भने त टन्नै बिग्थ्यो होला मिठो भन्नु हप्ता मिठो हो यस्तो रोटी बाबु कस्तो भयो रोटी मिठो भयो भन् त मिठ क्या भन्छ क्या हिन्दी बोल्न तालेको हामी चाहिँ रोटी बनाएको हेर्ने डर्छौँ है हेलो गाइज भन् बाबू हेलो गाइज नबोल्ने छ क्या क्यों बात करो यार भाइ साहब यहाँ रोटी बनाएर भयो डाल्नु मलाई त यो मेरो सिन्जीले बनाएको रोटी हो है कराईमा यति दुःख गरेर बनाउनु भयो कि हामी फेरि यहाँ बसेर राम हेऱ्यौँ यहाँबाट यसरी हेरौँ ल आजकलको जमानामा यसरी हातले कहाँ हाल्छन् रोटी जम्मै मेसिन चाइनाबाट बनेर आएको मेसिन यसरी रोटी हाल्छ होइन यसरी हालेपछि रोटी पनि कस्तो हुन्छ यसरी हाल्छौँ मेसिनले नै हाल्दैन यसरी हेर हेर मेसिनले नै हाल्दैन यस्तो राम्रो अनि यस्तो हो नि पाएको भनेको त्यसै चलाउने ट्याक्क लाएर रोटी हाल्छ नि मेसिनले बोतल टोपी बोतल कहाँबाट हुन्छ रोटी हातले हाल्नुपर्छ मलाई गाएर बल्ल मिठो हुन्छ टेस्टी हुन्छ हाम्रो रोटी यसपालिको तिहारको रोटी है लग्नु ल अनि त्यो न्युज पेपरले ढाकेर राख्नु है संसार सुनार ए ल